ग्यास सबै सन्चै आराम हुनुहुन्छ होला होइन। आज चाहिँ होइन बजारतिर झरेर आएको यस्तो गर्मी भएर प्रतीक्षालयमा छु होइन। प्रतीक्षालयको हालत पनि खत्रै छ। देख्न नि हाँस्नु चाहिँ होइन, त्यो पनि देख्दैन। ए बाटो यति तल छ, सिँढी छैन। प्रतीक्षालय यहाँ माथि छ हालत होइन। यस्तै त हो लडाको काम, यस्तै होइन। अब यस्तै बाटो त अब जान त त्यही पनि डबल कटिङ भन्ने, डबल कटिङ जस्तो पनि छैन हो बाटो त। त्यस्तै छ, बिचबिचमा त्यस्तै हो होइन। टर्निङहरू काट्दैन आएको छ, त्यो ठिक छ, के हुन्छ। अरू के भन्न सकिन्छ र कसो होइन। यो गरेन त्यो गरेन भनेको भनेर मुख दुखाउनु भन्दा बरु चुप्प लाएर बस्न नै बेस हुँदो रहेछ। सो गाह्रो छ जिन्दगी, घामले पोलेर बिजोग भयो। वैशाख लगेपछि फुल फुल्छ, मुनाहरू बोलाउँछ अनि सुगन्ध आउँछ क्या एक प्रकारको, यति राम्रो सुगन्ध आउँछ। सो त्यस्तै हो, अहिले पनि सालहरू फुलिरहेछ। अरू फुलहरू नि राम्रै फुल्छ। यति बेलाको मौसम चाहिँ राम्रो हुन्छ नि त। ऐसोलुहरू छ, पाकेको हुन्छ। काफल होइन काफल तिजै त भइसक्यो। अनि खाँदै बस्दै गर्न चाहिँ गाउँमा सोही हुन्छ हो। तर प्रायः अरू ठाउँमा भन्दा पनि होइन, राँचीतिर चाहिँ अलि धेरै नै फलफुलहरू पाइन्छ। तर कोही कोही ठाउँमा चाहिँ पाइन्न होला राँचीको पनि, तर प्रायः पाइन्छ है। औलतिर लगभग औलतिर चाहिँ अब लिचीहरू सब पाइन्छ, लिची नास्पातीहरू सब पाइन्छ होइन। अब लेकतिर चाहिँ अब काफलहरू पाइन्छ, त्यस्तै हुन्छ। अरू पनि छन्, टन्नै पाइन्छ। बेस पैसा कमाउने आइडिया भनिदिउँ, सजिलो आइडिया, कति सजिलो आइडिया छ त्यो। कति कमाउनुहुन्छ भनौँ। अरे थाहा भयो त मैले के तपाईँलाई भनेर, मैले आफै कमाउँदै है होइन। साल यस्तो मजाले फुल्छ, कति राम्रो फुलेर पातहरू यस्तो राम्रो अहिले चाहिँ जताततै फुलेको देखिन्छ। पोहोर साल चाहिँ होइन यतातिर नभएको देखिन होइन। अहिले साल चाहिँ राम्रो देखिन्छ, वनभरि फुलेर। यो चाहिँ हाम्रो नेटाको मन्दिर होइन, राम्रो देखिरहेको छ भने अहिले चाहिँ राम्रो देखिरहेको। त्यो चाहिँ स्कुल हो परपट्टिको। स्कुलमा त त्यस्तै भयो, बन्द भयो होइन। कसैले नि यसलाई संरक्षण गर्न सकेनन् भनौँ। गाउँका मान्छेहरूले चाहिँ सकेनन् संरक्षण गर्न भयो होइन। यो चाहिँ धेरै वर्ष पुरानो उसो स्कुल यस्तो भयो। यस्तो हालत चाहिँ शिक्षकविरोधी आन्दोलनमा। यहाँ त अब शिक्षकै छैन नि, एउटा मात्र हुनुहुन्छ रहेछ। यो चाहिँ स्कुलको नाम कसले खाइदिएछ हौ हुँसुली त यार। सधैँ मैले खान्थेँ, अहिले खाइदिएछ नि। केटाकेटीलाई भन्दै स्कुल भएर भ्याउँथेँ, एउटा खान पाइन्छ है। न त नि अहिले केटाकेटीको त अब शिक्षकहरू आन्दोलनमा जान त्यही भएर हुन्छ नि त। हुनुहुन्छ होला सायद आन्दोलनमा, त्यो कहाँ जाने हो जान्न। अन्त होला हाम्रो स्कुल चाहिँ माथि बढाउने त स्कुल चाहिँ खुलेको छैन अझै, तर खुलाउनु पर्ने कि। अब बोर्डिङभरिले लैदिइसके केटाकेटीलाई। अब सरकारी स्कुल भने नि त्यस्तै, हामीले जति पढ्यौँ हाम्रो पछिका 3-4 त्यस्तै 4 वर्षपछि सम्मकाले पढ्नु पाएँ। अब त्यो बरानेटा स्कुल पनि हाम्रो तल्लानेटा स्कुल चाहिँ हुने होला। यो चाहिँ काब्रा बुट है, सानो रहेछ, बल्ल फलेको। अरू त भइसक्यो। यो पनि खाना मिल्छ, काँच्चै नै खाना मिल्छ होइन। खाना मिल्छ, अचार बनाएर नि खान्छन्, काँच्चै नै खाना मिल्छ। मिठो त मिठो हुन्छ, त्यस्तो हुन्न घाँस हो अचार बनाएर खाने जस्तो, ठिक छ।
यो चाहिँ हाम्रो बुढो घर होइन। उता चाहिँ मेरो घर चाहिँ उता घर आइदियो। तल देखेको मेरो घर। ऋतु जस्तै रङ फेर्ने त्यो बानी अधुरो मायाको कहानी बिना अर्थ